हेलो स्टुडेन्ट्स, गुड इभिनिङ। यहाँलाई स्वागत छ आजको भिडियोमा पनि म तपाईहरुलाई के इम्पोर्टेन्ट क्वेशनको बारेमा अध्ययन गराउने छु र त्यो इम्पोर्टेन्ट क्वेशनको बारेमा अध्ययन गरिसकेपछि यो भिडियोलाई आफू सँगसँगैका साथीहरुलाई शेयर गर्न पनि नभुल्नु। र आज तपाईहरुलाई म बताउने छु एउटा न्यूमेरिकल क्वेशन जुन तपाईको क्वेशन नम्बर 15 मा भेटिन्छ है। जहिले पनि क्वेशन नम्बर 15 मा भेटिन्छ यो सोलुसन गरेको अब तपाईले चाहिँ 5 मार्क्स पाउनुहुन्छ है। अब चाहिँ यो सोलुसन गर्नका लागि एकदमै सजिलो छ तरिका है। सुरुमा चाहिँ तपाईले चाहिँ क्वेशन बुझ्नु पर्छ। क्वेशन कसरी आउँछ भने चाहिँ मानव लागत फलन है। तपाईले दिन्छ लेट कस्ट फंक्सन TC बराबर दिएको हुन्छ। जहिले पनि अब यो मानहरु फरक आउन सक्छ होला है। मानहरु फरक आउन सक्छ तर तरिका यही नै हो है। TC बराबर कति दिएछ 100 + 12q² भनेर दिएछ र त्यसै गरेर माग फलन दिएछ है। हामीले डिमान्ड फंक्सन पनि दिएछ। p बराबर कति दिएछ भने 200 - 8q छ भने नाफा अधिकतम हुने चाहिँ हामीले चाहिँ के पत्ता लगाउनु उत्पादन है अथवा आउटपुट। सुरुमा चाहिँ हामीले के निकाल्नु पर्ने आउटपुट q निकाल्नु पर्ने हो र त्यसपछि के भनेको छ हामीले मूल्य भनेको छ है प्राइस निकाल्नु पर्ने हो र त्यसपछि र के भनेको छ कुल नाफा पत्ता लगाउनुहोस् भनेको छ है। अब चाहिँ हामीले कुल नाफा पत्ता लगाउनु पर्ने हुन्छ अथवा प्रॉफिट। अब प्रॉफिट पनि पत्ता लगाउनु पर्ने हुन्छ। हामीले चाहिँ लगभग 3 वटा आन्सर निकाल्नु पर्ने हुन्छ है। र यसको सोलुसन गर्ने तरिका हेरौँ एकदमै सजिलो छ है। सोलुसन गर्ने तरिका सुरुमा सोलुसन गर्दाखेरि के लेख्नु होला भन्दाखेरि चाहिँ माथि जे दिएको छ त्यही लेख्दै जाने है। सुरुमा चाहिँ के दिएको छ तपाईले TC बराबर दिएको छ है। हेर्नु होला लेट TC बराबर दिएको छ मानव लागत फलन भनेर है अथवा चाहिँ लेट कस्ट फंक्सन बराबर दिएको हुन्छ TC बराबर दिएको हुन्छ। जहिले पनि चाहिँ हामीले TC दिएकै हुन्छ है। यो क्वेशनमा चाहिँ क्वेशन नम्बर 15 मा भने चाहिँ TC र P दिएकै हुन्छ है। अनिवार्य दिएकै हुन्छ त्यही लेख्नु होला माथि। कति छ 100 + 12q² है। र हामीले चाहिँ P बराबर दिएको छ त्यसै गरेर चाहिँ कति दिएछ 200 - 8q मात्र दिए यतिकै दिएछ है। अब चाहिँ सोलुसन गर्ने तपाईले यति त क्वेशनबाट लेख्न सक्नुहुन्छ। यो दुई वटा लाइन तपाईले क्वेशनबाट लेख्न सक्नुभयो। अब सोलुसन गर्नु भएको चाहिँ सोलुसन गर्दाखेरि म तपाईलाई स्टेप बाइ स्टेप बताउने छु है। तर चाहिँ म नम्बर 1 स्टेप भनेर लेख्छु चाहिँ तर चाहिँ तपाईँ अब नम्बर 1 स्टेप नलेख्नु होला। मैले तपाईले बुझ्नको लागि मात्र नम्बर 1 स्टेप लेखेको। तपाई सिधै सोलुसन गर्दै जानु होला है। एक नम्बरमा के गर्नु होला भन्दाखेरि चाहिँ तपाईले चाहिँ TR निकाल्नु होला। एक नम्बरमा के गर्नु होला TR निकाल्नु होला। TR बराबर के हुन्छ P * Q हुन्छ है। के हुन्छ P * Q। P माथि छदै छ Q ले गुणा गर्दिने है अथवा Q ले मल्टिप्लाई गर्दिने हो। P को मान कति छ 200 - 8q छ भने यसलाई हामीले Q ले मल्टिप्लाई गर्दिने हो भने के आउँछ हाम्रो TR आउँछ है। कति आउँछ TR 200q आउला है। 200 ले Q लाई मल्टिप्लाई गर्ने हो भने कति आउला 200q आउला माइनस 8q ले चाहिँ Q लाई मल्टिप्लाई गर्ने हो भने कति आउला 8q² आउला है। र त्यसै गरेर अब हेर्नु होला। अब हामीले चाहिँ TR को मान निकालिसक्यौं। नम्बर 1 स्टेपमा TR को मान निकालिसक्यौं है। अब चाहिँ हामीसँग TR पनि छ TC पनि छ भने चाहिँ अब हामीले चाहिँ MC र MR पत्ता लगाउनु पर्ने हुन्छ है। जसमा हामीले के भनेको छ नाफा अधिकतम हुने बिन्दु भने है। जसमा हामी चाहिँ MR बराबर MC मा राख्ने छौं है। नम्बर 1 स्टेपमा हामीले चाहिँ TR निकाल्यौं। नम्बर 2 स्टेप अथवा 2 नम्बर स्टेपमा हामी के निकाल्छौं चाहिँ TC बाट MC निकाल्छौं है। MC बराबर डेल्टा TC / डेल्टा Q हुन्छ है। अब हेर्नु होला TC को मान माथि दिएकै छ राख्दै जाने। कति दिएछ 100 + 12q² / Q दिएछ है। अब हामीले के गर्नुपर्ने हो यो स्टेपमा आएर MC निकाल्नको लागि चाहिँ डेरिभेटिभ निकाल्नु पर्ने हुन्छ है। अब यदि तपाईहरुलाई डेरिभेटिभ निकाल्न आउँदैन भने चाहिँ यो भन्दा अघि एउटा भिडियो अपलोड गरिसकेको छु मैले। त्योमा मैले एकदमै राम्रोसँग डेरिभेटिभ निकाल्न बताएको छ है। यदि त्यो भिडियो हेर्नु भएको छैन भने एकैछिन त्यो भिडियोलाई हेर्नु होला। तपाई मज्जाले डेरिभेटिभ निकाल्न जान्नुहुन्छ है। र मज्जाले डेरिभेटिभ निकाल्न जानिसकेपछि कुनै ठाउँमा अप्ठ्यारो हुँदैन तपाईले यो क्वेशन सोलुसन गर्दाखेरि है। अब डेरिभेटिभ निकाल्दाखेरि तपाईले अलि रफ गर्नै पर्ने हुन्छ त्यो अगाडिपट्टि यसरी रफ गर्नु होला। अब जससँग Q छ त्यसको मात्र डेरिभेटिभ हुन्छ। सहीसँग Q छैन यसको डेरिभेटिभ हुँदैन छोड्दिन्छौं हामी। 12 सँग Q छ भने यसको डेरिभेटिभ हुन्छ कति छ 12q² को डेरिभेटिभ गर्नको लागि के गर्नु पर्यो सुरुमा 12 को 12 लेखिने भो इन्टु पावरमा जति छ त्यतिले मल्टिप्लाई गर्दिने 2 छ 2 ले है। अनि जस्ताको त्यस्तै छाड्दिने q² है। अझै 12 ले 2 ले मल्टिप्लाई गर्ने हो भने कति होला चाहिँ 12 × 24 q² - 1 है। फेरि -1 गर्नै पर्ने हुन्छ हामीले चाहिँ जहिले पनि ल। कति होला तपाईको 24 q मात्र होला है। 2 बाट 1 घट्यो भने 1 नै हुन्छ। 1 नलेख्नु पावरमा 1 छ भन्नु र यो नलेख्दा पनि हुन्छ है। एउटै हो 1 भने एउटा मात्र q छ भन्नु खोज्या हो भने एक मात्र q हो भन्नु खोज्या हो भने चाहिँ हामीले पावरमा 1 नलेख्दा पनि हुन्छ है। यदि पावरमा 0 छ 1 - 1 हुन्थ्यो भने त्यतिबेला के हुन्थ्यो हाम्रो चाहिँ
24 मात्र हुन्थ्यो यो क्यू लेखिदैन्थ्यो है। यदि तपाईले चाहिँ डेरिभेटिभ निकाल्न जान्नु भएको छैन भने मैले भनिसके यो भन्दा अगाडि एउटा भिडियो मैले अपलोड गरिसकेको छु न्यूमेरिकल क्वेशनको चाहिँ त्यो भिडियो हेर्नु होला। अनिवार्य रूपमा चाहिँ तपाईले चाहिँ डेरिभेटिभ निकाल्न जान्नुहुन्छ 100% जान्नुहुन्छ है तपाईले ल। चाहिँ कति आउँछ हाम्रो 24 क्यू मात्र आउँछ है 24 क्यू मात्र आउँछ। यो चाहिँ के भयो भने चाहिँ एमसी भयो। अब चाहिँ हामीले चाहिँ 2 नम्बर स्टेप पुरा गरिसक्यौ है। चाहिँ अर्को स्टेपमा जाऊ तेस्रो नम्बर स्टेपमा ल। तेस्रो नम्बर स्टेपमा जाँदाखेरि तपाईले चाहिँ एमआर निकाल्नु पर्ने हुन्छ। एमसी निकालिसक्नु भयो तेस्रो नम्बर स्टेपमा हेर चाहिँ एमआर बराबर के हुन्छ डेल्टा टीआर ओपन डेल्टा क्यू हुन्छ है। अब चाहिँ डेल्टा टीआर भनेको के हो त सेम यस्तै हो है। टीआर को मान हामीले निकालिसकेका छौं यहाँ हेर्नु होला। टीआर को मान राख्नु होला कति निकालिसकेका छौं 200 क्यू माइनस 8 क्यू स्क्वायर निकालिसकेका छौं अपन के गर्ने तपाईले चाहिँ क्यू गर्दिने है ल। अथवा डेल्टा लेख्दा पनि भयो तपाईले अगाडिबाट डेल्टा लेख्दा पनि हुन्छ है। यहाँ पनि लेख्दिने होला ल। अब चाहिँ यसको के हो डेल्टा भने यो त हामीले डेरिभेटिभ गर्नुपर्ने हुन्छ। अब यहाँ हेर्नु होला 200 सँग पनि क्यू छ डेरिभेटिभ हुन्छ है। र तपाईको चाहिँ 8 क्यू स्क्वायर सँग पनि क्यू छ भने चाहिँ यतिखेर पनि डेरिभेटिभ हुन्छ। अब दुईटैमै डेरिभेटिभ गर्नु हुन्छ। दुईटैको डेरिभेटिभ निकालेर हेरौं। सुरुमा चाहिँ 200 को डेरिभेटिभ निकालौं 200 क्यू। अब चाहिँ 200 इन्टु केही छैन भने पावरमा कति हो 1 छ भने चाहिँ है 1 क्यू को पावर 1 नै हुने भयो है। 200 इन्टु क्यू को पावर 1 माइनस 1 हुने भयो। 200 क्यू को पावर 0 हुने भयो। अथवा यो 0 भनेको हो क्यू छैन भन्ने खोज्या है। 0 भनेको हो त केही पनि छैन। यदि तपाईहरुसँग 0 ब्यालेन्स छ भने के हो त्यो पनि केही पनि छैन भन्न खोज्या हो भने चाहिँ यो क्यूलाई नलेख्दा पनि भयो। अब 200 मात्र मागेर हुन्छ है माइनस। अब चाहिँ 8 क्यू को डेरिभेटिभ गरौँ। 8 क्यू स्क्वायर को डेरिभेटिभ 8 को 8 इन्टु पावरमा कति छ 2 छ भने 2 मल्टिप्लाई गर्दिने है। क्यू स्क्वायर जस्ताको त्यस्तै लेख्दिने कति होला 8 दुना 16 क्यू स्क्वायर 2 माइनस 1 होला है। भने चाहिँ कति होला 16 क्यू मात्र होला है माइनस 16 क्यू मात्र। यो चाहिँ हाम्रो के निकालिसक्यौ एमआर निकालिसक्यौ है ल। 3 नम्बर स्टेपमा हेरेर हामीले के निकालिसक्यौ एमआर निकालिसक्यौ है ल। अब चाहिँ हामी 4 नम्बर स्टेपमा जान्छौं। 4 नम्बर स्टेपमा गएर चाहिँ हामी के गर्छौं भन्दाखेरि चाहिँ एमसी बराबर है नम्बर 4 नम्बर स्टेपमा हेरेर चाहिँ हामी एमसी बराबर एमआर मा राख्छौं। यो एमसी बराबर एमआर अथवा के भने हामीले चाहिँ नाफा अधिकतम हुने बिन्दु भने हो त। नाफा अधिकतम हुने बिन्दु भने के हो इक्विलिब्रियम भन्न खोजेको चाहिँ यो चाहिँ कति बेला हुन्छ एमसी बराबर एमआर भएको बेला हुन्छ। अब चाहिँ हामीसँग एमसी पनि छँदै छ एमआर पनि निकालिसक्यौ भनेपछि 4 नम्बर स्टेपमा आएर हामीले चाहिँ एमसी बराबर एमआर गर्छौं है ल। एमसी को मान कति निकालिसकेका छौं 24 निकालिसकेका छौं है बराबर चाहिँ एमआर को मान कति निकालिसकेका छौं 200 माइनस 16 क्यू निकालिसकेका छौं है। र त्यसपछि अब हेर्नु होला है यो 200 लाई यताबाट ल्याउँछ योसँग क्यू छैन भने यसलाई हामी छुट्टै ल्याउँछौं 200 बराबर फेरि 24 अनि यो प्लस यो माइनसमा छ भने अब के आउँछ प्लसमा आउँछ क्यू हुन्छ यिनीसँग क्यू प्लस 16 क्यू हुने भयो। अब क्यू क्यू जोडिन्छ है 24 क्यू 24 सँग पनि क्यू छ 16 सँग पनि क्यू छ भने दुईटै जोडिन्छन् है। यति बेला चाहिँ 200 बराबर अब 24 मा 16 जोड्यो भने कति होला त तपाईको चाहिँ 40 क्यू हुन्छ होला है ल। 40 क्यू हुन्छ। अब चाहिँ के गर्ने हो भन्दाखेरि अब हामीले चाहिँ क्यू को मान निकाल्ने है। अब क्यू बराबर निकाल्ने हामीले चाहिँ क्यू बराबर यो क्यूलाई हामीले यताबाट लेख्छौं क्यू बराबर निकाल्छौं 200 ओपन 40 गर्छौं है। र 1 शून्यले 1 शून्य काटिन्छ कति हुन्छ 4 5 चाहिँ 20 हुन्छ भने चाहिँ हाम्रो चाहिँ 5 आउँछ। क्यू बराबर के आउँछ हाम्रो चाहिँ 5 आउँछ। अथवा हामीले चाहिँ एउटा आन्सर निकालिसक्यौ है। यहाँ हेर्नु होला हामीले चाहिँ क्यू बराबर निकालिसक्यौ एउटा आन्सर हामीले चाहिँ निकालिसक्यौ। कति नम्बर स्टेपमा पुगेर चाहिँ 4 नम्बर अथवा चौथो नम्बर स्टेपमा पुगेर हामीले चाहिँ एउटा आन्सर निकालिसक्यौ है। अब हामीले कति बाँकी छ एउटा मूल्य बाँकी छ एउटा चाहिँ हामीले चाहिँ प्रॉफिट बाँकी छ है। अब के गर्नु पर्दैन तपाईले खासमा निकाल्नु पर्ने भनेको क्यू नै हो। अब यो क्यू को मानलाई राख्दै राख्दै जानु पर्छ है। जस्तै भनौं अब प्राइस निकाल्नको लागि अथवा मूल्य निकाल्नको लागि चाहिँ है माथि हेर्नु होला पी दिएकै छ। नम्बर 5 नम्बर स्टेपमा चाहिँ हामीले के निकाल्नु पर्ने हो पी निकाल्नु पर्ने हो। पी बराबर कति दिया छ 200 माइनस 8 क्यू दिया छ भने अब के गर्ने यो 200 को ठाउँ यो क्यू को ठाउँमा क्यू को मानलाई राख्दिन। हामीले कति निकालिसकेका छौं 5 निकालिसकेका छौं भने अब 5 राख्दै जाने 8 इन्टु 5 है। 200 माइनस 8 भने कति हुन्छ 40 हुन्छ भने चाहिँ अब चाहिँ 200 बाट 40 घट्यो भने कति होला 160। यही नै के हुन्छ तपाईको चाहिँ पी बराबर है। हाम्रो दोस्रो आन्सर पनि निकालिसक्यो है। दोस्रो आन्सर पनि आइसक्यो हाम्रो चाहिँ कति नम्बर स्टेपमा पुगेर 5 नम्बर स्टेपमा पुगेर चाहिँ हाम्रो दोस्रो आन्सर पनि आइसक्यो है ल। अब चाहिँ 6 नम्बर स्टेपमा जाउँ। अब
6 नम्बर स्टेपमा आएर के निकाल्नु पर्ने हुन्छ अब तपाईँ के मात्र बाँकी छ प्रोफिट मात्र निकाल्नु पर्ने हुन्छ है बाँकी तपाईले चाहिँ मूल्यसम्म निकालिसक्नुभयो अब प्रोफिट निकाल्नु पर्यो प्रोफिट निकाल्नको लागि के गर्नुपर्छ नम्बर 6 स्टेपमा गएर चाहिँ प्रोफिटको फर्मुला थाहा नै छ होला सबैलाई है TR माइनस TC हुन्छ भन्ने त थाहा नै छ है अब चाहिँ हामीले के गर्नुपर्छ यो TR मा पनि Q को मान राख्नु पर्ने हुन्छ र यो TC मा पनि Q को मान राख्नु पर्ने हुन्छ है जस्तै मानौ TR कति छ हामीसँग यहाँ हेर्नु होला 200Q माइनस 8Q स्क्वायर निकालिसकेका छौं TC कति छ हामीसँग चाहिँ 100 प्लस 12Q स्क्वायर छ भनेपछि अब हामीले यो Q को ठाउँमा जुन ठाउँमा Q छ त्यो ठाउँमा चाहिँ हामीले चाहिँ Q को मान राख्नु पर्ने हुन्छ जुन हामीले निकालिसकेका छौं है ल सुरुमा चाहिँ TR छ TR बराबर कति निकालिसकेका छौं 200 माइनस 200Q माइनस 8Q स्क्वायर भनेर है ल हेर्नु होला चाहिँ TR बराबर हुने भयो चाहिँ TR बराबर कति हुन्छ 200 अब Q को ठाउँमा चाहिँ मान निकालिसकेका छौं 5 निकालिसकेका छौं है माइनस 8 × 5 स्क्वायर है कति होला 5 दुना 10 भनेपछि चाहिँ कति होला 1000 माइनस 5 बच्चा कति हुन्छ 25 हुन्छ 25 8 कति होला तपाईको चाहिँ 200 होला भने चाहिँ 200 लेखिदिने है अब चाहिँ के गर्ने तपाईले चाहिँ 1000 बाट चाहिँ 200 घटाइदिने है 1000 बाट 200 घटाइदिने कति होला 800 होला है तपाईले चाहिँ यो 800 के निकालिसक्नुभयो TR बराबर निकालिसक्नुभयो है TR को मान कति रहेछ 800 निकालिसक्नुभयो भने अब हामीले के चाहियो एउटा चाहिँ TC चाहिएको है अब हामी TC को मान पनि सेम यसै तरिकाले निकाल्छौं है दोस्रो नम्बर 7औं स्टेपमा गएर भनौं है 7 नम्बर स्टेपमा गएर चाहिँ हामी TC को मान निकाल्छौं TC बराबर है ल कति दिएछ हामीले 100 प्लस 12Q है कति दिएछ 100 प्लस 12Q स्क्वायर दिएछ कति दिएछ 100 प्लस 12Q स्क्वायर दिएछ भने चाहिँ अब के गर्ने Q को ठाउँमा मान राख्ने है 100 को 100 हुने भयो है प्लस को प्लस हुने भयो 12 * Q भनेको कति हो 5 हो भने 5 स्क्वायर लेख्छौं हामी चाहिँ अब यसको हिसाब गर्दिनु तपाईले चाहिँ है 100 प्लस 12 * 5 गर्नु होला 12 * 5Q स्क्वायर गर्नु होला कति आउँछ तपाईको चाहिँ 300 पुग्ला है ल क्याल्कुलेसन गर्नु होला सबैले चाहिँ कति पुग्ला 300 पुग्ला 300 हुन्छ भने अब दुईटीले जोड्दिने 300 मा 100 जोड्दिने कति होला तपाईको चाहिँ 400 होला है यो हामीले के निकालिसक्यौ TC बराबर निकालिसक्यौ भने चाहिँ अब हामीले के निकाल्नु भने चाहिँ लास्ट नम्बर स्टेपमा आएर प्रोफिट निकाल्नु पर्ने हुन्छ है हामीसँग प्रोफिट निकाल्ने फर्मुला के थियो TR माइनस TC थियो है अब चाहिँ TR को मान पनि हामीले निकालिसक्यौ TC को मान पनि हामीले निकालिसक्यौ भने अब सजिलै प्रोफिट पत्ता लगाउन सक्छौं है अब चाहिँ प्रोफिट बराबर TR माइनस TC लेख्ने अब TR को मान कति निकालिसकेका छौं 800 निकालिसकेका छौं भने 800 लेख्ने माइनस अब चाहिँ TC को मान कति निकालिसकेका छौं 400 निकालिसकेका छौं भने 400 निकाल्ने है अब चाहिँ लेख्ने 800 बाट 400 घटायो भने कति होला 400 बाँकी रहन्छ भने यही नै के हुन्छ हाम्रो आन्सर हुन्छ अथवा प्रोफिट बराबर है ल प्रोफिट बराबर कति हुन्छ हाम्रो चाहिँ 400 आन्सर भने चाहिँ हामीले तीनटै आन्सर कम्प्लिट गरिसक्यौ है र यतिकै गर्न सक्नुहुन्छ भने तपाईले चाहिँ 5 मार्क्स कम्प्लिट गरिसक्नुभयो क्वेशन भनेको चाहिँ जहिले पनि यो क्वेशन तपाईले क्वेशन नम्बर 15 मा सोधिन्छ है अब त्यतिखेर तपाईले चाहिँ यसै गरेर 8 वटा स्टेप द्वारा है अब मैले तपाईले बुझ्न सजिलो होस् भनेर स्टेप बताएको नम्बर 1 स्टेप 2 स्टेप 3 स्टेप 4 स्टेप 5 6 7 8 गरेर 8 वटा स्टेपहरु बताए है अब तपाईले सोलुसन गर्दाखेरि स्टेप लेख्नु पर्दैन त्यतिकै सिधै सोलुसन गर्दै गर्दै जानु पर्ने हुन्छ है ल तपाई चाहिँ अब सबैले एकदमै सजिलो भयो होला स्टेप बाइ स्टेप बताउँदाखेरि एकदम सजिलो भयो होला बुझ्नको लागि तपाईले चाहिँ सोलुसन गर्दाखेरि स्टेप नलेख्नु होला त्यतिकै अब सोलुसन गर्दै जानु होला है र तपाई एकैचोटी यही क्वेशनलाई नहेरिकन रिपिट गर्नुहुन्छ अथवा नहेरिकन बनाउने प्रयास गर्नुहुन्छ भने आशा छ तपाईले चाहिँ 100% क्वेशनलाई सोलुसन गर्न सक्नुहुन्छ है यो जहिले पनि अनिवार्य क्वेशन हो आउने नै क्वेशन हो है क्वेशन नम्बर 15 मा नै भेटिन्छ यस्तो क्वेशन ओल्ड इज गोल्ड छ भने तपाईहरु चाहिँ ओल्ड इज गोल्डमा हेर्नु होला यस्ता धेरै क्वेशनहरु रहेका छन् है ती क्वेशनहरुलाई सोलुसन गर्ने प्रयास गर्न होला भने चाहिँ ती क्वेशनहरु सोलुसन गर्दा गर्दै तपाईहरुले चाहिँ एकदमै सजिलो भएर चाहिँ यो क्वेशन एकदमै इजी क्वेशन लाग्छ यदि तपाईले यो क्वेशन एकदमै अप्ठ्यारो लागिराछ भने तपाईले यो क्वेशन एकदमै इजी क्वेशन लाग्छ र आजको भिडियोमा मैले तपाईलाई यही क्वेशनको बारेमा सोलुसन गर्ने तरिका बताए अब अर्को भिडियोमा म तपाईलाई क्वेशन नम्बर 19 मा आउने म्याथको बारेमा सोलुसन गर्न सिकाउने छु र आजको भिडियोबाट यति यो क्वेशनलाई सोलुसन गर्दै म बिदा हुन चाहन्छु हस् धन्यवाद।